शारदा नगरपालिका वार्ड नम्बर 8 मार्के जामनीपाटामा अहिले यति बेला बोधिचित्तको बिरुवा उत्पादन गर्ने नर्सरी व्यवस्थापन कार्यक्रम सुरु गर्नुभएको छ। हाम्रो निवर्तमान गाविस अध्यक्ष, निवर्तमान हाम्रो शारदा नगरपालिका वार्ड नम्बर 8 का वडा अध्यक्ष तथा यस गाउँ समाजका अग्रणी व्यक्तित्व आदरणीय दाजु जुद्धबहादुर बुढाथोकी को नर्सरीमा आएर म सानो भिडियो क्लिप गराउने जमर्को गरेको छु। हिजोका दिनसम्म हामीले सुन्ने गर्थ्यौँ कि यो बोधिचित्तको बिरुवा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, खोटाङ तिर मात्र पाइन्छ भन्ने कुराहरू जानकारीमा भएको थियो। आज हामीले आफ्नै गाउँघर, आफ्नै घर आँगनको छेउमा यसको बिरुवाहरू उत्पादन भइराख्ने अवस्था देख्न पायौँ र उहाँले हाम्रो अग्रज दाजुले पहिला पनि बिरुवा बाहिरबाटै ल्याएर लगाउनु भएको र त्यसमा पनि उहाँले सफलता प्राप्त गर्नुभएको कुरा सायद उहाँकै मुखारबिन्दबाट म सुन्न चाहन्छु। दाजु, म आदरणीय दाजु नमस्कार। म तपाईँसँग सानो जिज्ञासा राख्न चाहे दाइ, यो बोधिचित्तको नर्सरी व्यवस्थापनमा हजुर खटिनु भएको रहेछ। हामीलाई त धेरै खुसी लाग्यो। हामी भाग्यमानी रहेछौँ कि यो धार्मिक स्तरले एउटा चाहिँ वैज्ञानिक हिसाबले, आर्थिक हिसाबले यो निकै महत्त्वपूर्ण बिरुवा हो। यो बिरुवाको बिउ हजुरले कहाँदेखि प्राप्त गर्नुभयो? यसको बिरुवा मैले नै रोपेको छु। मैले योभन्दा 10 वर्ष अगाडि रोप्दा फल्यो। हजुर। बिक्ने मार्केट थाहा भएन त्यो बेला। हजुर। मैले काठमाडौँ लगेँ, काठमाडौँलाई त्यस्तै फालेँ। हजुर। फेरि दोस्रो वर्ष पनि फल्यो। हजुर। त्यो काठमाडौँ लगेर त्यस्तै थन्काएँ। हजुर। तेस्रो वर्ष मेरो एउटा दिमागले क्या काम गर्यो भने अब यसको फलको नर्सरी नै राख्छौँ। हजुर। हजुर। गर्दा पोर्साल पनि मैले राखेको थिएँ। हजुर। पोर्साल केही बेर्ने थियो, राम्रो बिग्यो। अहिले पोर्सालको साथी थियो, मैले अहिले आफै निजी गरेको छु, गर्नुभएको छ र अब त्यही फलले मलाई सिकायो, फलले मलाई सिकाएको यो नर्सरी गराउन। हजुर। तपाईँले बिरुवा पनि पोर्साल एउटा बेर्न 600 दाना राम्रो आएर 2 लाखमा बेचाउँ। अहिले पनि म आशा छ 4 लाखदेखि 5 लाख 10 लाखसम्म बेच्छु। अहिले पनि मलाई आशा छ। एउटा बिरुवाको फल दाजु त्यही फल, सानो फल बिक्छ, 9 तलतिरको बिक्छ। हजुर। त्यही 9 तलतिर जम्मा 600 दाना थियो। 600 दाना 2 लाखमा बेचेँ। अहिले पनि जहाँसम्म लाग्छ कि मलाई 5 लाखदेखि 10 लाखसम्म बेच्छु भन्ने मलाई आशा छ। यहाँको कार्य सफलताको कामना गर्दै सकेसम्म यहाँले सोचे भन्दा अझ बढी मुनाफा हुन पुगोस्, ताकि अरूलाई पनि त्यो अनुकरण योग्य रहनेछ। र मैले पनि यो वर्ष त लाउने मौका भएन। मलाई पनि खासै त्यति म हजुरसँग सम्पर्कित हुन सकिनँ मेरो विविध कारणले गर्दाखेरि। खैर, आउने वर्षमा अब यो बिरुवा जब उत्पादन हुनेछ तब म पनि घरमा आफ्नो अवस्थाअनुसारको यो बिरुवा लगाउने छु र अरूहरूको लागि पनि म लगाउनको लागि उत्प्रेरित गर्नेछु। किनभने यही बिरुवाको लागि हामीलाई बाहिर जिल्ला गएर गाडी भाडा तिरेर, खाना खर्च तिरेर ल्याएर आउनु पर्थ्यो। सायद त्यो बिरुवा पनि सजिलोसँग उम्रन सक्छ सक्दैन त्यति ग्यारेन्टी हुन्न त्यो बाहिरबाट ल्याएको बिरुवा। हाम्रो घर आँगनबाट उत्पादन भएको बिरुवा चाहिँ नि लगेर लगाउँदा झन्झटिलो पनि नहुने, सरल पनि हुने, खर्च मितव्ययता पनि हुने अवस्था छ। त्यसैले म मेरो यो काम हजुरप्रतिको यो जुन यो नर्सरी व्यवस्थापनको काम छ, बिरुवा उत्पादनको काम छ, म पनि सकेसम्मको सबैलाई प्रचार प्रसार गरेर यहाँको नर्सरी व्यवस्थापनमा थप मद्दत पुर्याउन जमर्को गर्नेछु। आदरणीय दाइ, धेरै धेरै धन्यवाद छ हजुरलाई। मलाई थोरै समय दिएर सानो भिडियो क्लिप गराउने मौका दिनुभएकोमा म फेरि पुनः यहाँसँग सम्पर्क गर्नेछु।